वसंत ऋतु रंग विभिन्न किस्म का हुन्छ रातो हुन्छन् हरियो हुन्छन् नीलो पहेँलो सबै रंग छ र सबै रंगले केही न केही सन्देश दिइरहेको हुन्छ है जस्तो रातो रंग क्रान्तिको रंग हो हरियो रंग हरित क्रान्तिको हो हैन त्यस्तै सेतो शान्तिको हो इत्यादि कलरहरूले केही न केही सन्देश दिइराखेको हुन्छ त हामी त्यही हर्ष र उल्लासमय वातावरण मानिसको जीवनमा स्थापित होस् सबैजना हर्षमय बाँचोस् उल्लासमय बाँचोस् आफूले राखेका कुराहरू आफ्ना अन्तरात्मामा रहेका कुराहरूलाई बाहिरी वातावरणमा समायोजन गर्दै कसरी हर्षमय खुसीपूर्वक बाँच्न सकिन्छ भन्ने सन्देश सिकाउँछ यो सबैजना बच्चाहरू विद्यार्थीहरू सबैमा केही न केही भित्री प्रतिभा छ गुण छ र त्यो गुण आफूले पहिला हेर्नुपर्छ कि हामीमा कुन गुण छ विशेष रूपले कहिलेकाहीँ भित्री रूपले सोच्ने गर कि ममा यो गुण धेरै राम्रो छ र ममा यो गुण धेरै खराब छ त जुन खराब गुण छ आफै सोच त्यसलाई त्याग्ने जुन राम्रो छ त्यसलाई बढाउने एकचोटि आफू एक्लै रहेको बेला एक्लै बसेको बेला कहिलेकाहीँ कल्पना गर मनन गर कि ममा यो धेरै राम्रो गुण छ र ममा यो धेरै खराब गुण छ अनुभव हुन्छ तर माता पिता